1000 रुपैयाँमा चाहिँ तिमीले आफ्नो ठाउँमा लगेर मलाई जे पकाएर खुवाइ नि हुन्छ नखाउने ल त गुड डे म त दाइको रुममा बस्छु नि मिल्दैन नि म अलि हतार छु 1000 रुपैयाँमा चाहिँ ब्रोले आफ्नो ठाउँमा लगेर मलाई जे पकाएर खुवाइ नि हुन्छ हुन्छ हो जाने हुन्छ लेट्स गो वेलकम छ मेरो रुममा है यो चाहिँ मेरो रुम हो अब यहाँ चाहिँ किचन छ अब यहाँ चाहिँ हामी पूजा गर्छौँ रुम चाहिँ यही हो अहिले चाहिँ म पिटी एक्जामको तयारी गरिराखेको छु बेस्ट विशेष है हजुरलाई अनि आज के पकाएर खुवाउनुहुन्छ आज चाहिँ अब यसो दाल भात मासु भयो मासु सुरुमा पानी खाऊ है भइहाल्छ नि ल मैले सोचेँ कि अब पैसा हराएको के हो उहाँको अनि त्यही भएर काठमाडौँमा त पाउन गाह्रै हुन्छ त्यही भएर भएन अरूको आश गर्नु भन्दा बरु म लिएर हिँड्छु आफ्नो ल्याएको थ्याङ्क यू सो मच हजुर यस्तो काइन्ड हुनुहुन्छ नि हजुर जस्तो मान्छे चाहिँ यो संसारलाई अझै धेरै चाहिन्छ है वर्ष भयो आमाको हातको खाना खान नपाएको धेरै मिस गर्छु यार म 10 क्लासमै हुँदाखेरिमा बित्नु भएको हो 14-15 वर्ष आमा बिनाको हुर्काइ कस्तो हुँदो रहेछ एकदम पेनफुल गाह्रो न त खुलेर रुन सकिने न त केही एक्सप्रेस गर्न सकिने आमासँगको याद के मिस गर्नुहुन्छ मेरो पढाइको लागि बाबुले कपी किन्छ पेन्सिल किन्छ भनेर पितामल समेत नखाने ज्वरो लागेको थियो बेला उहाँले लुगा किन्ने भनेको छठ पर्वको बेलामा हो त्यो पनि एकदम सस्तोवाला किन्नुहुन्थ्यो अनि अब पुरानै कपडालाई सिलाएर ओढेर उहाँ गर्नुहुन्थ्यो धेरै सेक्रिफाइस गर्नुभयो मेरो लागि डर लाग्छ कि यदि म सेटल भइन्जेलसम्म आफ्नो करियर डेभलप भइन्जेलसम्म आमाको त भयो भयो पापालाई त मिस नगरौँ त्यस्तो चाहिँ हुन्छन् बुवा चाहिँ हेल्दी नै हुनुहुन्छ तर एज अब धेरै भइसक्यो नि त अब नजिक हुँदाखेरि त बुवालाई म अँगाल्छु अब अहिले इकोनोमिकली धेरै विक भइसकेको छ किनकि पढाइमै अब बुवाले भएको सम्पत्ति बेचेर पढाइदिनु भयो अनि त्यस कारणले अब चाहिँ अब नेपालमा स्यालेरी अलिक कमै छ नि होइन अब एज पनि गइ नै राखेको छ त्यही भएर कमसेकम 8-10 वर्ष बाहिर काम गरेर स्किल पनि र पैसा पनि कमाऊँ भन्ने सोचले बाहिर जान खोजेको हजुर जस्तो मान्छे केही सिप सिकेर चाहिँ नेपाल फर्किनु चाहिँ पर्ने हुन्छ फेरि नेपालमा आएर चाहिँ जब हजुरले क्रिएट गर्नुपर्ने होला हजुर है त बेस्ट विशेष ब्रो अति दामी एकदम मिठो छ ओर्ती पुरै खाएको आफै माझ्ने है खायो हजुर चाहिँ कहीँ जाँदै हुनुहुन्थ्यो त्यस्तो बेलामा पनि मलाई चाहिँ घर लिएर आएर खुवाउनु भयो अनि त्यो भने ठुलो कुरा हो अनि अब हजुर जहाँ पनि जाँदै हुनुहुन्छ त्यहाँ चाहिँ हामी पुऱ्याउँछौँ हजुरलाई पठाउँ चढाएर अनि एज प्रमिस्ड यो हजुरलाई अनि लेख्नुपर्ने हुन्छ प्लिज यहाँ ब्रोले चाहिँ आफू पिटी गर्न जाँदै गर्दाखेरि हामीसँग भेट भयो त्यही पनि हामीलाई घरमा लगेर खुवाउनु भयो फेरि उहाँलाई हतार थियो पिटी गर्न जान त्यही भएको भएर चाहिँ हामीले पठाउ बुक गरेर उहाँलाई गन्तव्यसम्म पुऱ्यायौँ म जहिले पठाउ रोज्छु किन भन्दा पठाउ जस्तो सेफेस्ट केही पनि छैन लेट्स गो